आजको भिड चाहिँ तमाम छ र आज मेला हेरेर चाहिँ खत्ता आज चाहिँ टाटा बाई बाई मेला आएको छ नि आज एकदम भिड छ गाइस मेला चाहिँ एकदम बवाल हुँदैछ यहाँको मेला गरम छ मेला र हामी पनि मेला आजको लास्ट हेरेर चाहिँ खत्तम हुँदैछ हामीहरूको यहाँको मेला अझ कहिले आउँछ थाहा छैन मलाई यहाँ चाहिँ बोटिङ पनि छ है त म तपाईँहरूलाई बोटिङ देखाउँदैछु तर हामीहरूको लागि चाहिँ होइन जस्ट केटाकेटीको लागि मात्रै हो म तपाईँहरूलाई देखाउँदैछु यहाँ चाहिँ हेर्न सक्नुहुन्छ गाइस केटाकेटीहरूको लागि बोटिङ छ जो कि सबै केटाकेटीहरू पुरा फुल मस्तीमा छन् तर अब हामी ठुलाहरूको लागि छैन अरे र यहाँ हेर्न सक्नुहुन्छ अस्ति आएको भन्दा आज चाहिँ निकै भिड छ र आज चाहिँ गाइस लास्ट मेला भनेर म पनि हेर्न आएको छु गाइस हामीहरू चाहिँ रिङ फ्याँक्ने दोकानमा आएको छौँ किनभने अस्ति पनि रिङ फ्याँकेर नि रिङ खेलामा खेलेका थियौँ र फेरि आज पनि खेल्न भनेर आएको छु म चाहिँ खेल्दिनँ गाइस म हेर्ने मात्रै हो पैसा सकिँदैछ गाइस यहाँ तर रिङ फसेको छैन एउटा गाइस यहाँ चाहिँ रिङ फ्याँक्दा फ्याँक्दा एउटा सामान फसेको छैन त्यो पनि यो गेम खेल्न चाहिँ साह्रै इन्ट्रेस्टिङ छ र हामी चाहिँ खेलेको त्यो गाइस नजिकै पनि खेल्न चाहिँ साह्रै इन्ट्रेस्टिङ छ र म पनि खेली हेर्छु एउटा चाहिँ हेरौँ कस्तो हुँदैछ किनभने आज लास्ट छ त्यही आज लास्ट मजा इन्जोय गर्दैछ मेलामा किनभने यो मेला फेरि फेरि आउँदैन दुबारा हामीहरूको यहाँ चाहिँ 12 वर्षपछि आएको थियो यो मेला पनि र अब यसको कहिले आउने थाहा छैन र यो मौकामा हामीहरू चाहिँ लास्ट आजको मेला पनि हेर्न भनेर र हामीहरू चाहिँ अब घरको लाग्यो भनेर निक्लिँदैछौँ कस्तो के लाग्छ कमेन्टमा जरुर गर्नु होला बाइ बाइ